हैन छोड्दिउँ भने टिचिङबाटै हो नि एकछिन तपाईहरु नबोल्नु ल अब हाम्रो डाक्टर निकोलस चाहिँ टिचिङको प्रोडक्ट हुनुहुन्छ अब तपाईहरुलाई कति थाहा छ म पनि आजभन्दा 32 वर्ष अगाडि टिचिङ अस्पतालबाटै सर्टिफिकेट ल्याउ त्यो बेला देशभरिमा 18 वटा सिट हुन्थे हैन म पनि त्यहीँको प्रोडक्ट हो है अब आफ्नो चाहिँ अब मेडिकल प्रोफेसनको हिसाबले जुनियर भन्नु पर्यो एम आई राइट राइट है अब आफ्नो भाइ आफ्नो मित्र अब पोलिटिकल हिसाबले त अब देशको जल्दो बल्दो नेता जेनजी भगुवा हैन एकपल्ट सत्तै उलटपुलट पारेको मान्छेलाई अब यसरी सडकमा सुतिरहेको मिडियामा देखेपछि यो बडा मलाई पनि पीडा भयो र यो पीडा भइसके पछाडि अनि मैले सोचेँ अब कसरी नभेट्ने है फेरि यहाँ समस्या छ भने सुनिल शर्मा खालि भाइरल हुन जान्छ भन्छ क्या अब भेट्न जान पनि समस्या हेर्नुहोस् है अनि मेरो आत्माले चाहिँ मानेन किन मानेन भनेदेखि यो लोकतन्त्रको यो लडाइँमा बिपी कोइरालाको टाइमदेखि अहिलेसम्म आउँदाखेरि पटक पटक हरेक आन्दोलनहरूलाई चाहिँ कम्प्रोमाइज गराइयो षड्यन्त्र गराइयो र आन्दोलनका उपलब्धिहरूलाई तुहाउने काम गरेको हुँदाखेरि मुभमेन्टहरू भए तपाईँले हेर्नुहोस् 36 साल हेर्नुहोस् 17 साल हेर्नुहोस् 61-62 हेर्नुहोस् अनि माओवादी मुभमेन्ट पनि हेर्नुहोस् यी सबै मुभमेन्टहरूलाई चाहिँ कम्प्रोमाइजमा अथवा ढङ्गले इन नगरिएको हुँदाखेरि भर्खरै हामीले जेनजी मुभमेन्ट देख्यौँ जसको नेतृत्व गर्ने साथीहरू यी हुनुहुन्छ म एकदम अनुहारले प्रष्ट दिन्छु हामीले केएमसीमा उपचार गरे होइन पहिलो चाहिँ जेनजीहरूको मुभमेन्टमा सबभन्दा पहिला त मैले फ्री सुरु गरे हो नि म त अमेरिकामा म प्लेनमा चढ्न आँटेको पनि अनि मैले एसएमएस गरेर फ्री गर्दै है भनेर पठाइदिएँ क्या र यसरी जेनजी अगुवाहरू सडकमा बस्नु पर्ने दिन फेरि पुनः माग राख्नुपर्ने दिनको अन्त्य हुनुपर्छ हामी यो चाहन्छौँ र जुन ढङ्गले देश अगाडि गइरहेको छ त्यो सही ढङ्गले गइरहेको छैन यसलाई सही ढङ्गले अब हामीले चाहिँ मण्डेला थ्योरीमा जानुपर्छ खास नेल्सन मण्डेलाको पालामा नि के भएको थियो भने त्यति बेला मण्डेलाहरूले आन्दोलन गरिरहँदाखेरि साना बच्चाहरू स्कुले बच्चाहरू करिब करिब 70-72 जना बच्चाहरूलाई त्यहाँको तत्कालीन गोराहरूको सरकार भनौँ न त्यो टाइमको काला र गोराहरूको विरुद्धमा थियो नि त लडाइँ गोराहरूको सरकारले चाहिँ दमन गरेको थियो मारेको थियो साना बच्चा अस्तिको हाम्रो 12-13 वर्षको होइन भाइ बिचरा है त्यहाँ त अझ सानो प्राइमेरी स्कुल नर्सरी स्कुलका होइन बच्चाहरू र त्यति हुँदाखेरि पनि जब मण्डेलाले सत्ता लिनुभयो मण्डेलाले सत्ता लिइसकेपछि के भन्नुभयो भने आफूलाई 28 वर्ष जेल राख्ने मान्छेहरूलाई पनि फर्गिभ गर्नुभयो र जनताका मागलाई केन्द्रमा राखेर काला र गोराहरूको बिचको विभेदलाई अन्त्य गरेर नयाँ संविधानको निर्माण गरेर उहाँले फेरि सत्ताको लोभ गर्नु भएन एकपल्ट मात्र राष्ट्रपति बन्नुभयो त्यसपछि उहाँले छोड्नुभयो ह्यान्डओभर गर्नुभयो आज साउथ अफ्रिका तपाईँ हामीले सुने जस्तो छैन नेपालभन्दा कयौँ गुणा डेभलप छ साउथ अफ्रिकामा 2 पल्ट गराइसकेको छ हामीले गान्धीबाट मण्डेलाबाट शिक्षा लिनुपर्ने विषयहरूमा पर्छन् यी त्यसरी नै यो देश हाम्रो अब म त 50 कटिसकेँ होइन अब सरदार आयोअनुसार मेरो 20 वर्ष हो तर तपाईँ जेनजी अगुवाहरूको निम्ति यो देश अर्को 50 वर्ष हो कि होइन हो नि सत्य कुरा हो नि त्यस कारणले हामीसँग भन्दा अझ बढी जिम्मेवारी तपाईँहरूसँग पनि छ त्यस कारणले अब सरकारलाई पनि म के भन्न चाहन्छु भने अब यो प्रधानमन्त्री हुन मात्रै गृहमन्त्री हुन मात्रै मन्त्री हुन मात्रै यसो किताबमा लेखाउन मात्रै तपाईँहरू जानुभएको भने अर्कै कुरा हो होइन भने जेनजीहरूका माग यथाशक्य चाँडो सम्बोधन हुनुपर्छ र म त के भनिरहेको छु भने आज मैले बिहान पनि मेरो भेटघाट भयो मिराज ढुङ्गाना भाइहरू भेट्न आउनुभएको थियो मैले उहाँहरूसँग पनि कुरा गरेँ होइन अलि अस्ति मेरो सुदन भाइसँग कुरा भएको थियो अर्कोमा भेटघाट भएको थियो सुदन भाइसँग कुरा भयो छोटो कुरा भयो त्यहाँ चाहिँ तर आज मैले ढुङ्गाना भाइसँग चाहिँ लामो कुरा गर्ने अवसर पाएँ राम्रो कुराकानी भयो एउटा गोलमेच गरेर यो देश सबैको कसैलाई लाखा पाखा नगरिकन मुलुक सबैको हो र यो मुलुकभित्र बाँच्न पाउने अधिकार सबैको हो सबैले बाँच्न पाउनुपर्छ सबैले फुल्न पाउनुपर्छ विशेषतः पढ्न पाउनुपर्छ नागरिकहरूले दूरदराजमा भएका नागरिकहरूले निःशुल्क उपचार पाउनुपर्छ न्यूनतम आधारभूत जनताका माग राज्यले सरकारले तत्काल गर्नुपर्छ त्यो बाहेक जेनजी मुभमेन्टमा हाम्रा साना साना हुनहार नानीहरू जो मारिएका छन् त्यो मार्ने मान्छेहरू र मारिनुपर्ने कारणको यथाशक्य चाँडो पहिचान त्यस्ता मान्छेहरूलाई कारवाही गर्नुपर्छ भन्ने कुरा मुख्य माग हो तपाईँको होइन र ती चाहिँ आम मागहरूप्रति मेरो एकबद्धता मेरो समर्थन तपाईँहरूलाई म जनाउन चाहन्छु र यस्ता हुनहार
तेरो डाक्टर होइन अब हेर त निकोलस भुसाललाई अब गरी खानलाई कसरी केही गर्नै पर्दैन अहिले चाहिँ स्टेथोस्कोप लाएर ट्याक्क हाम्रो हस्पिटलमा आए पनि उहाँले चाहिँ अहिले 2-3 लाख रुपियाँको जागिर पाउनुहुन्छ नेपालमा 2-3 लाख जागिर राम्रो होइन अनि क्लिनिक गर्नुभयो भने अर्को 4-5 लाख कमाउनुहुन्छ अझ उहाँले सिक्नुभयो भने त 10-15 लाख कमाउनुहुन्छ अब यस्तो देशको टिचिङको डाक्टर यो सडकमा सुत्नु पर्यो माग पनि के त भन्दा व्यक्तिगत छैन होइन जेएनजीहरूसँग सम्बन्धित अब जेएनजीहरूको मुभमेन्ट भनेको त तपाईँहरूको मुभमेन्ट भनेको त आम नागरिकको मुभमेन्ट हो गाउँमा राज्य सत्तामा बसेका चाहिँ जो हटारले जब उत्पीडन गरे देश शोषण गरे देश लुटे देश तोहन गरे आफ्ना छोराछोरीहरूको बारेमा मात्रै चिन्ता गरे र राज्यमा लुटपाट मचाएर चरम गरिसके पछाडि त्यसको आक्रोशको फलस्वरूप जनताको आक्रोश सडकमा पोखिएको मैले अहिले पनि भन्छु भन्न त मलाई बढी बोल्छ सुनिल शर्माले भन्छन् त्यो त हाम्रो नर्मल टेम्परेचर कति 37 कि 38 हो 38 होइन 37.2 होइन नर्मल ब्लडको टेम्परेचर 37 भनौँ न एभरेज 37-38 डिग्रीको रगत पोखिएको मात्र हो जनताको उम्लिएको रगत पोखिएका दिन महामहिमहरू अब माफ मागेरै भन्छु राम्रो हुँदैन त्यसकारणले समयमा सबैले जेएनजीका माग नेपाली जनताका मागलाई सम्बोधन गर्नुपर्छ यहाँभन्दा बढी नबोल्नु जस्तो लाग्यो साथीहरू केही क्वेसन भयो एक गरेर एउटा मेरो है सुन्नु न सर जस्तै हजुरहरू राजनीतिक दल हेर्नुहुन्छ है उनीहरूलाई के भनिदिनु भन्दाखेरि मेरो सुझाव चाहिँ तिमीहरू चुनावतिर नलागाऊ होइन संविधान संशोधनतिर पहिला लागाऊ क्या तिमीहरू किन भन्दाखेरि हाम्रो जेएनजीको माग भनेको संविधान संशोधन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हो कि नै भन्नुहोस् न के छ भने मेरो भिडियो पनि तपाईँहरू कम हेर्नुहुन्छ मेरो फेसबुक स्ट्याटस पनि कम हेर्नुहुन्छ अबदेखि हेर्नु होला मैले तपाईँहरूको जेएनजी दिन 24 गते राति मैले अमेरिकाबाट एउटा स्ट्याटस राखेको थिएँ मैले त्यति बेला भनेको थिएँ सबभन्दा पहिला यो पार्लियामेन्ट भित्रैबाट जेएनजीहरूका मुख्य मागहरूलाई सम्बोधन गर्नुपर्छ भनेको थिएँ षड्यन्त्रमूलक ढङ्गले पार्लियामेन्ट भङ्ग भयो त्यो त्यति बेला 3 दिनभित्रमा गर्न सकिन्थ्यो हो कि र षड्यन्त्रमूलक ढङ्गले भन्छु म त आज कठपुतली सरकारको निर्माण भयो र यसरी समस्याको समाधान हुँदैन समस्याको समाधान भनेको जेएनजीहरूका मागलाई संविधानमा मेजर मागहरूलाई तपाईँले पनि धेरै हट गर्न मिल्दैन राख्ने अहिले नै सबै पोलिटिकल पार्टीहरू सहित देशका सरकारवाला भनौँ समाजसहित त्यो एउटा गोलमेज गर्ने त्यो गोलमेज अन्तर्गत एउटा सहमति बनाउने मुद्दाहरूलाई संविधानभित्र राखेर होइन संविधानमै व्यवस्था गर्ने र अरू बाँकी मागहरू जुन छन् माइनर मागहरू त्यसलाई चाँडोभन्दा चाँडो इलेक्सनमा लगेर चाहिँ कमिङ पार्लियामेन्टले त्यसलाई एड्रेस गर्ने मेरो भनाइ यही हो यो मेरो भनाइ जारी रहन्छ यत्रो विध्वंस भयो नि त दाइ संविधान संशोधन त भएन प्रदेश खारेज भयो भने यतिकै चुनाव भयो भने त के फाइदा उपलब्ध भयो नि त तपाईँले कहाँ बोलिनँ मैले भर्खरै बोल्नु भएन कि किन नबोल्नु बोल्नुभयो बोलिरहेको त म के अरू भाषा आफ्नो मेरो भाषामा बोलेँ मैले होइन चुनाव भन्दा अगाडि होइन संविधान खारेज भन्ने हुँदैन कि संविधान त संविधान खारेज हुँदैन संविधान सबै साथीहरूलाई धन्यवाद पत्रकार मित्रहरूलाई धन्यवाद यो पत्रकार साथीहरूको यहाँ राख्दैन यो भैया सुनिल शर्मा चाहिँ यहाँनिर विजय हुन लागेको छ निकोलस भुसाल डाक्टरसँग हात मिलाएर अरे बुम हटाउन फोटो खिच्न देऊ न यार एउटा बाबु तिमी आउँदै अलिकति वास्तविक चाहिँ अभियान ठिक छ निराश नहुने हामी छौँ एकदम राइट इन द ल हात मिलो यहाँनिर यहाँ छ यहाँ छ यहाँ तर हामी चाहिँ केएमसीमै पढेर पनि होला सबैभन्दा पहिला सुनिल दाइसँग भेट्ने चाहिँ मनै पर्यो होला सायद है गाईको मध्येमा नि
सुनिल म चाहिँ अब हस्पिटल गोली लागेपछि तिग्राम मासु हेरेँ यसो खोलेर हेरेँ के घाउ मैले अहिले यसो याद गरेको छु यसरी खोलेर हेरेको यो उपचार हुने त सिभिल अन्त हस्पिटलमा त यो त महिनौ दिन वर्षौँ दिन लाग्छ पुगिन्छ अनि त्यसपछि मैले यहाँ एम्बुलेन्समा के भनेको थिएँ भन्दाखेरि मलाई चाहिँ यहाँबाट नजिक हस्पिटल कुन छ भन्दाखेरि मलाई केएमसी थियो थाहा छ मलाई केएमसीमा लाने भयो लानुहोस् नभए मलाई छोडेर जानुहोस् भनेर गएको थिएँ त्यो बेलामा चाहिँ दाइ चाहिँ हुनु नथ्यो हस्पिटलमा अनि दाइको दाइ हुनुहुन्थ्यो उहाँले आएर गुच्छा पनि दिनुभएको हो उहाँले सब पहिल्यै सम्मान गर्नुभएको उहाँले आएर फुलको गुच्छा ल्याएर सुनिल दाइकोमा उहाँ चाहिँ अहिले बाहिर हुन्छ औषधि मात्रै होइन अनि उपचार गुच्छा औषधि ससम्मान छैन भने खाना त्यहाँ फुल गुच्छा अनि खाना फ्री नै थियो केएमसीमा के चाहिन्छ सबै फ्री थियो अनि सबै थोक के अब हातमा स्टिल हाल्नुपर्छ नि स्टिल होइन भाइ तिमीहरू टाइटेनियममा हाल्नुपर्छ यो भने धेरै सहजीकरणको लागि हो तिमीहरूको लागि सबैभन्दा राम्रो उपचार हुनुपर्छ सुन्नमा आयो यहाँ अहिले सुन्नमा आयो अब निकोलस भाइको साथीले भन्नुभयो अनसन बस्दाखेरि गुन्डागर्दी भइरहेछ यो लोकतन्त्रमा अनसन बसेर माग राख्ने भनेको सबभन्दा उत्कृष्ट विधि हो कसैले गुन्डागर्दी गर्यो भने तपाईँहरूले हामीलाई बोलाउनु होला त्यसको प्रतिकार गर्न हामी आउँछौँ तर एउटा कुरा चाहिँ कस्तो भन्दाखेरि अब राम्रो कुरा नि भन्नुहुन्छ सुनिल दाइ अब चाहिँ ल